दर्शकबिन शक्ति कहिल्यै पनि नडराउने मान्छे अहिले बन्ने शक्ति डरले कामिरहेका छन्। दर्शकबिन तपाईँ आफै हेर्न सक्नुहुन्छ शक्तिको मुख र शक्तिको डर र शक्तिको आँखाले पनि भनिरहेछ अब त म त बाँच्दिनँ होला, अब त मलाई पनि भूतले लग्छन्, भूत त हुने रहेछन्, पक्कै पनि भूत त हुने रहेछन् भनेर सोच्छन् शक्ति। र दर्शकबिन तपाईँहरू यो भिडियो हेरेर मनोरञ्जन लिन भने पक्कै नबिर्सिनु होला। सानो क्लिप तपाईँहरूलाई म देखाउन चाहन्छु शक्तिको डर र शक्तिमा देखिएको कस्तो तरिका तपाईँहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस् हेर्नुहोस् कस्तो डराएको छ हेर्नुहोस् त। दर्शकबिन रामकी दिदी अब भन्दैछन् अब त शक्तिको पछाडि पनि लाग्नु छैन, भूतको पछाडि पनि लाग्नु पर्ने छैन। अब त भूतको लागि हामीले केही न केही गर्नुपर्छ। हामीले अब एउटा ठुलो मान्छे बनाउनु पर्छ। को मान्छे दर्शकबिन यो क्लिप हेर्न सक्नुहुन्छ। भूत हो कि होइन भनेर छुट्याउने यो संसारमा एउटै मान्छे छ, त्यो हो कालेश्वर बाबा। र दर्शकबिन कालेश्वर बाबा को हुन् त दर्शकबिन तपाईँहरूलाई यो भिडियोमा त भन्न सक्दैनौँ, अर्को भिडियोमा त पक्कै पनि लिएर आउनेछौँ। दर्शकबिन यो भिडियोलाई अन्तिमसम्म हेर्न भने पटक्कै नबिर्सिनु होला। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस गणेश जैसी अफिसियल युट्युब च्यानलमा। र यस युट्युब च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न भने पटक्कै नबिर्सिनु होला। र दर्शक हामी तपाईँहरूलाई सधैँ नै रिभ्यू लिएर आउनेछौँ। दर्शकबिन यो बुहारी सिरियलमा के भएको छ दर्शकबिन सबै हामी जानकारी दिनेछौँ। दर्शकबिन हेर्न सक्नुहुन्छ सुरुमा त शक्तिले भूत हुँदैनन् भन्थे, तर भने भूत यति बेला आउने बेला कसरी डराएका छन् दर्शकबिन हेर्न सक्नुहुन्छ एकछिन। हामी भूत हैनौं क्या शक्तिजी, हामी भूत हैनौं। दर्शकबिन रामकी दिदीहरू भन्छन् हामी भूत हैनौं, किन डराउँछौ तिमीहरू, भूत भएपछि त झन् कसरी डराउँछौ भन्छन्। तर फेरि पछि शक्ति भन्छन् होइन कहाँ भूतसुत त हुँदैनन्, शक्ति र शक्तिको छोरो भन्छन् भूत त कहाँ हुन्छन्, हुँदैनन् भन्ने जस्तो कुरा गर्छन्। र दर्शकबिन रामकी दिदीहरू आफ्नो घरतर्फ लाग्छन् र लागेपछि सोच्छन् मैले शक्तिको साथ किन दिएँला, शक्तिको साथ अहिले दिएर हामीलाई यस्तो भइरहेको छ र हामीले गाउँलेकै साथमा हुनुपर्ने थियो, गाउँलेलाई साथ नदिएर धेरै गल्ती गर्यौँ भनेर सोच्छन्। र एकछिन पछि ती गाउँले मान्छेहरू आउँछन् र दर्शकबिन गाउँका 3 जना मान्छे रामको ठाउँ आउँछन्। के भइरहेको छ गाउँमा, कस्तो हल्ला छ, भूतको कस्तो हल्ला छ भन्दै बुझ्नको लागि आउँछन् र त्यहाँ रामसँग खाना खानको लागि पनि खानासाना माग्दै थिए। र दर्शकबिन त्यहाँ ठ्याक्कै रामले पनि कुरा मिलाइदिए। त्यसपछि रामकी दिदीहरू डराएर झन् रामकी दिदीहरूले एक बोरा चामल र एक बोरा धुलो दिएका थिए। दर्शकबिन हेर्न सक्नुहुन्छ यो भिडियो रामले कसरी माफी मागेकी छन्। र दर्शकबिन अब भन्छन् रामकी दिदीहरू हामीले जे जस्तो गल्ती गर्यौँ हामीहरूलाई अब गाउँलेहरूले
अब त्यस्तो केही नगरन्, न डराउन्, न केही गरन्, अब त हामी सुध्रिसक्यौँ भनेर भन्छन्। तर यी हुन् भनेर रामकी दिदीहरूलाई थाहा हुँदैन दर्शकबिन। त्यसपछि गाउँलेहरूको प्लान हुन्छ। रामकी दिदीहरू त डराइन्, अब भने शक्तिलाई डराउनु पर्छ, किनभने अब भने शक्ति छ म्यान, शक्तिलाई नै डराउनु पर्छ भनेर भन्छन्। बित्तिकै दर्शकबिन त्यो रातमा जान्छन्। दर्शकबिन गए बेला के गरेका थिए, कस्तो कस्तो रियाक्ट गरेका थिए बिन तपाईँहरू यो सानो क्लिप हेर्न सक्नुहुन्छ। दर्शकबिन त्यसपछि शक्तिको छोरालाई लिएर जान्छन्। माताको तली गाडिदिन्छन् र गाडिसकेपछि दर्शकबिन त्यसपछि वरिपरि आगो बाल्छन्। र दर्शकबिन अब भने हामी भिडियोको अन्तिमतर्फ आइसकेका छौँ। दर्शकबिन तपाईँहरूले यो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नुभएको भने अहिले नै गरिहाल्नुहोस्, किनभने पछि पनि हामीले भिडियोहरू हेर्नुपर्ने हुन्छ र केही कुरा जान्नुपर्ने हुन्छ।